हेलो एभ्रिवान, म चाहिँ सन्जिता श्रेष्ठ। सबैजनालाई स्वागत छ मेरो तिहारको भ्लगमा। हाम्रो तिहार त थिएन, त्यही पनि मैले भ्लग स्टार्ट गरेँ अनि मैले मुख धोएँ। अनि पछि यो चाहिँ मेरो ड्रेस आज तिहारको दिन लगाउने। अनि मैले चाहिँ मुख धोएर फेसमा चाहिँ स्प्रे गरेँ। अनि फेरि मैले चाहिँ मेरो भाइलाई कपडा लगाइदिँदैछु। अनि भाइले चाहिँ एकदम खुसी थियो नयाँ कपडा लाउने भनेर। मैले चाहिँ उसलाई कपडा लगाइदिएँ। उसले यो चाहिँ अनि उसलाई चाहिँ मैले क्रिम लगाइदिएँ। अनि उसलाई चाहिँ टिका लगाउन मानेको थिएन। अनि मैले चाहिँ उसलाई कति फकाएर कति के भनेर अनि के गरेर बल्ल बल्ल मानेर अनि टिका लगाइदिएँ। टिका लगाइदिएपछि फेरि धेरै ठुलो नलगाइदिउँ भन्थ्यो। अनि यस्तो लगाइदिने भन्दै थियो। अनि पछि यो चाहिँ मेरो भाइको मेरो आउटफिट। मैले चाहिँ गाउन लगाएको थिएँ। अनि यो मेरो गाउन। अनि मेरो बाबाले चाहिँ उतादेखि के भनिराख्नु भएको थियो। अनि मैले क्यामेरा देखाइदिएको त अझ हाँस्ने कि अझ के भन्दै गाली गर्ने। अनि क्यामेरा देखाउँदा त हाँस्ने कि यस्तो हाँस उठेको। अनि यहाँ चाहिँ मैले भाइलाई चाहिँ दिँदैछु। तिहार नभए पनि भाइको लागि सधैँ दिने खाना जस्तै अहिले पनि खाना भन्छु कि त्यसलाई, भाइको भाग सधैँ दिने जस्तै अहिले पनि दिन्छ। अनि ऊ चाहिँ एक्साइटेड थियो के दिन्छु भन्ने होइन। अनि मैले उसलाई चाहिँ रोटी, फलफुल अनि ड्राई फ्रुट्सहरू दिएको थिएँ। अनि उसले फेरि मलाई पैसा दिन थाल्यो। अनि पहिला चाहिँ 5 रुपियाँ झिकेर दिन्छ कि यसले फेरि अनि फेरि 2 500 दियो। अनि फेरि एउटा चाहिँ दिदीलाई राखिदिने भनेर चाहिँ एउटा दिदीलाई राखिदियो। अनि एउटा 500 चाहिँ मलाई दियो। अनि फेरि मैले फेरि लास्टमा माया गरेर हान्थेँ। अनि इन्दा भनिराखेको थियो। अनि फेरि मैले केक खान्छु भनेको थियो। अनि पछि मैले केक खुवाउँछु भनेर केक खुवाइदिन लगाइदिएँ। अनि फेरि मलाई पनि खुवाइदियो भन्दा त यति खुवाइदिन्छ त। अनि पछिबाट मम्मीले उतादेखि अलि धेरै खुवाइदियो भनेदेखि बल्ल अलि धेरै खुवाइदियो। अनि यता चाहिँ यत्रो भाग देखेर खुसी भएर खाएको खाइथ्यो। अनि केरा पनि खाएको खाइके नन स्टप खाएको खाइछ। के भनौँ, बाँदरले जस्तो केरा खाइरहेछ। अनि आजको भ्लग चाहिँ यति नै हो। थ्याङ्क यू फर वाचिङ। बाई।